YouTube सर्ट साइजको छ। यसलाई चाहिँ हामी अब स्पेक रेसियोमा लान्छु। अब स्पेक रेसियो यहाँनिर देखिन्छ छैन हैन। ओके, म भिडियो मेकर एप्स ओपन गर्छु। ल यहाँनिर भिडियो मेकर एप्स यस्तो किसिमको छ, टक्क माथि क्यामेरा भएको है। यसलाई भिडियो ग्रुप पनि भन्छ है त। ओके, म यहाँ टच गर्छु। त्यसपछि यहाँनिर न्यू प्रोजेक्ट प्लस आइकन र अब हामी एउटा भिडियो चुज गर्छौँ। जस्तै मैले यो भिडियो चुज गरेँ। ल हेर्नुहोस्, यो भिडियोलाई म एड गर्छु। अब यो भिडियो यस्तो किसिमको छ, 9:16 को छ। यो इन्स्टाग्राम YouTube सर्ट साइजको छ। यसलाई चाहिँ हामी अब स्पेक रेसियोमा लान्छु। अब स्पेक रेसियो यहाँनिर देखिन्छ छैन हैन। यहाँ नभएकोले गर्दाखेरि हामी के गर्ने त, स्पेक रेसियो हामी देख्दैनौँ न। त्यही भएर हामी स्पेक रेसियो कसरी चुज गर्ने भनेदेखि भिडियो मेकरमा चाहिँ बीजीमा जाने। यहाँ यो बीजीमा गइसकेपछि यहाँनिर स्पेक रेसियो हामी देख्न सक्छौँ। ल हेर्नुहोस्, यहाँनिर टिकटकको छ, अनि यहाँनिर फेसबुक, इन्स्टाग्रामको हैन। यहाँनिर धेरै किसिमको साइजहरू छ। हामी टक्क YouTube साइजमा चाहिँ टच गर्छौँ। ल हेर्नुहोस्, यो यस्तो किसिमको हो। अब यो सानो किसिमको छ। ल हेर्नुहोस्, म प्ले गर्छु। अब यसलाई हामी YouTube साइजमा परिणत गर्नको लागि यहाँ टच गर्छौँ र हाम्रो फिङ्गरले, दुईवटा फिङ्गरले हामी टक्क बराबर साइजमा चाहिँ यस्तो गरेर राख्छौँ र हामी हाफ यति युट्युबको लागि हामी प्रयोग गर्छौँ। ल हेर्नुहोस्, अब म प्ले गरिदिन्छु। ल हेर्नुहोस्, यति राम्रो भएको छ यो भिडियो। युट्युब साइजमा चाहिँ यति दामी भएको छ। यसरी चाहिँ हामी हाम्रो टिकटक साइजको भिडियोलाई युट्युब साइजमा परिणत गर्न सक्छौँ। ओके, ल हेर्नुहोस्, त्यसपछि यो भिडियोलाई हामी यहाँबाट टक्क कति काट्नु छ, यति राम्रो छैन भनेदेखि, यति काट्नु छ भनेदेखि हामी यहाँ राख्छौँ। यो फर इक्जाम्पलको लागि मात्रै हो। र यहाँनिर स्प्लिट छ, स्प्लिटमा टच गर्छौँ र कता साइजको भागलाई, कुन साइडको भागलाई चाहिँ डिलिट गर्ने हो। जस्तै म लेफ्ट साइडको गर्छु भने लेफ्ट साइडलाई टच गर्ने, त्यसपछि डिलिट गर्ने, फेरि पछि प्ले गर्ने। र हामीलाई बिचको भाग मन लागेको छैन है, बिचको भाग मन लागेको छैन भनेदेखि यहाँनिर टक्क यस्तो गर्ने, यहाँ मान्छे भित्र बसेको यति गर्ने, त्यसपछि टच गर्ने अनि स्प्लिट गर्ने। फेरि पनि कहाँसम्म अलिक हामीलाई मन परेको छैन, यहाँसम्म मन परेको छैन भने यहाँ फेरि पनि यहाँनिर स्टप गर्छौँ र स्प्लिट गर्छौँ। त्यसपछि हामी बिचको भाग डिलिट गर्नु छ भने बिचको भागलाई टच गर्छौँ र हामी यसरी डिलिट गर्छौँ। यो तरिकाले हामी बायाँ साइडको भागलाई पनि अथवा राइट साइडको भागलाई पनि हामी यसरी डिलिट गर्छौँ। यता हामी यहाँ टच गर्छौँ र फेरि पनि स्प्लिट गर्छौँ र यो भागलाई हामी डाइरेक्ट डिलिट गर्छौँ। हेर्नुहोस्, भइसकेको छ। अब हामी ओभरले क्यापकटमा चाहिँ छ भनेदेखि यसमा चाहिँ हामी पिआइपी देख्छौँ। यहाँ पिआइपी छ, हामी पिआइपीमा टच गर्छौँ। पिआइपीमा टच गरेपछि हामी फोटो अथवा भिडियोहरू लिन सक्छौँ। ओके, मैले एउटा फोटो लिएँ है फर इक्जाम्पलको लागि र म एउटा फोटो ल्याउँछु। ल हेर्नुहोस्, यो फोटो म राख्छु। आइसकेको छ। अब यो फोटो यति सानो छ, यहाँबाट हामी स्वाट तानेर ठुलो पनि बनाउन सक्छौँ र यहाँनिर अप्सन छ, यही अप्सनबाट बनाउँदाखेरिमा एकदम साइजमा जान्छ। यहाँनिर फुल छ, यो फुललाई टच गऱ्यो भने ल हेर्नुहोस्, यो एकदम साइजमा आयो। अब यसलाई हामी यस्तो किसिमको छ, यसरी हामी राख्न सक्छौँ यसरी। अब यसलाई हामी ब्याकग्राउन्ड रिमुभ कसरी गर्ने, ब्याकग्राउन्ड रिमुभ पनि गर्न सक्छौँ। एकदम नयाँ अहिले आएको छ ब्याकग्राउन्ड रिमुभ गर्ने भिडियो मेकरमा। यहाँनिर ब्याकग्राउन्ड रिमुभ गर्ने यहाँनिर छ। ल हेर्नु ल, म छान्नु जाँदैछु। हेर्नुहोस्, यहाँ कटआउट छ, कटआउटमा टच गर्छौँ। कटआउटमा टच गरेपछि यहाँनिर हेर्नुहोस् प्रतिशत बढिरहेछ है। यहाँनिर ल भइसकेको छ, टक्क भइसक्यो। अब हामी प्ले गरेर हेर्छौँ। ल हेर्नुहोस्, म प्ले गर्छु। ल हेर्नुहोस्, अब यहाँ यसरी टच गर्छौँ र यहाँनिर फेरि पनि केही गर्नु छ, यताउति सार्नु छ भनेदेखि हामी यसरी सार्छौँ। यहाँ राखिदिएँ मैले र टक्क यसरी। अब फेरि पनि यसरी हराउँछ होइन, यसलाई हामी यहाँ टच गर्ने है, अनि आउँछ। त्यसपछि हामी टच गर्छौँ। फेरि यसरी टच गरेपछि हामी एनिमेसन हाल्नु छ भनेदेखि यहाँनिर एनिमेसन छ, एनिमेसन जान्छौँ र यहाँनिर चारवटा अप्सनहरू छ, लुप, कम्बो, आउट र इन। हामी इनमा यो टच गर्छौँ, फिट। त्यसपछि
फेरि पनि यहाँनिर डन गर्छौँ र फेरि पनि जान्छौँ एनिमेसनमा जान्छौँ एनिमेसनमा गएर फेरि आउटमा टच गर्छौँ आउटमा टच गरेर कुन चाहिँ एनिमेसन लाउने हो त हामी फिट आउट ल्याउँछौँ फिट आउट हाम्रो छ हैन ओके हेर्नुहोस् कति राम्रो भएको छ अब म यो भिडियोलाई यहाँनिर टक्क गरेर प्ले गर्छु हेर्नुहोस् यति मजाले हाम्रो फोटो चाहिँ बनिएको छ ल हेर्नुहोस् यहाँनिर धेरैवटा अप्सनहरू हामी पाउन सक्छौँ है त स्टिकर छ स्टिकरमा हामी विभिन्न किसिमको यहीँनिर लगाउन सक्छौँ टेक्स्ट छ म्युजिक एड गर्न सक्छौँ यहाँबाट ट्रिम गर्न सक्छौँ होइन अनि त्यसपछि यहाँनिर इफेक्ट छ अनि पिआइपी त हामीले युज गरेका छौँ फिल्टर छ हामी फिल्टर गर्न सक्छौँ अनि यहाँनिर छ यहाँनिर विभिन्न किसिमको याजदी छ अनि यहाँनिर सिसी छ यसलाई हामी क्याप्सन लगाउन सक्छौँ भिडियोमा हामीले जुन बोलेको छौँ त्यो चाहिँ यहाँनिर कन्भर्ट गर्छ क्याप्सन लगाउन सक्छौँ अनि स्पिड छ बिजी छ क्रप गर्न सक्छौँ अनि त्यहाँदेखि यहाँनिर कति राम्रो राम्रो छ भोइस रेकर्ड गर्न सक्छौँ यसलाई भोल्युम बढाउन सक्छौँ रोटेट गर्न सक्छौँ अनि फ्लिप गर्न सक्छौँ यताउति आफ्नो जुन चाहिँ यता फर्केको छ यो यसलाई यता फर्काउन सक्छौँ जस्तै म फ्लिप गर्छु लेन्स यता फर्क्यो अब यो फेरि पनि यता गऱ्यो भने यता फर्किन्छ यसरी चाहिँ हामी फ्लिप गर्न सक्छौँ ओके अर्को भिडियोमा म यो इफेक्टहरूको बारेमा बताउने छु यो इफेक्ट कस्तो छ यसको बारेमा म अर्को भिडियो जरुर ल्याउने छु हस् त साथीहरू भिडियो कस्तो लाग्यो यदि राम्रो लागेमा लाइक र सब्सक्राइब गरेर मात्रै जानु होला है त थ्याङ्क यू बाई बाई